So, good morning, guys. Welcome back to my new vlog. सुरु से देखाते हूँ भन्ने फेरि भिडियो चाहिँ ल कसो कसो सुरु से देखाते हुए सधैँ गर्दै यो पनि गर्दैछु भनेर यसो देखाएर गर न। म कहाँ हो म गर्छु नि किन So, hello guys, welcome to my channel हैन फेसबुक पेज अनि युट्युबमा तपाईहरुलाई स्वागत गर्दै आज चाहिँ म किन तपाईहरुको माझमा आएको छु भन्दाखेरि चाहिँ आज 21 तारिक फेब्रुअरी 2025 को दिन हामी बालीडुङ्गा ट्र्याकको लागि हामी कतिजना हुँदैछ के गर्नुपर्ने भन्ने कुरामा के बोक्नुपर्ने भन्ने कुरामा हामी यहाँ क्याल्कुलेटरहरू गर्दैछौँ। हामीसँग जाने कतिजना भएको छ भन्दाखेरि चाहिँ 7 जना भएको छ हो। 7 जनामा केटाहरू यताउता भइरहेको छ अहिले हो। विशाल चाहिँ अहिले खाना पकाउँदैछ। आजको पनि सेफ भोलिको पनि सेफै होला हौ। के गर्छौ? एकदम मासु त तिम्रो हातको मात्रै मिठो लाग्छ मलाई। मासु लिनुहोस् भिडियो गर्छु नि सुरु से देखाते हूँ भन्ने फेरि भिडियो चाहिँ ल कसो गर्छ? सुरु से देखाते हुए सधैँ गर्दै यहाँ त क्लिपहरू मात्रै हो नि बिचमा हाल्नु पऱ्यो नि त। हात धुको थिइस् के तैँले? आहा त्यहाँ एउटा प्लास्टिक पनि छ कि मजाले यस्तै छ पारा के छ केटा? कहाँ त्यस्तो हुन्छ हौ एकछिन राखेर त्यहाँदेखि गर्नुपर्छ ल। ये बन रहा है आटा और ये उज्जवल सतर्क रहे सुरत रहे। हेलो गाइस, क्यामेराम्यान हेलो हेलो क्यामेराम्यान अनिसको साथ उज्जवल आज तक अहिले चाहिँ पुली पढाइ हुँदैछ हो गाइस भोलिको लागि। यता विशाल छ, यता लासाङ, अनिस, पाल्जोङ र अनुपम चाहिँ सौदा ल्याउनु गइरहेको छ माथि बजारमा हो गाइस। गाइस हो कस्तो भएछ कमेन्ट गरिदिनुहोस् होला हो। भोलि होइन भोलि कमेन्ट गरिदिनु हुन्छ त्यस्तो गर्दाखेरि पनि त्यही त नुन लगाउनै बिर्सेर छैन पुलीमा हो। रड्डी भएर छैन नि अन्त। सो फाइनल्ली गाइस अहिले चाहिँ 10:36 भइसकेको छ र अहिले भर्खर चाहिँ हामीले रोटीहरू बेलिसकेको छौँ र हाम्रो अनिस दाजुले चाहिँ रोटी यो हाल न पोलाइपट्टि छ हो। अझै पोल्नु छ यहाँ स्टक छ अझै पोल्नु गर्ने चाहिँ बिचारा अनिसले म भन्दा चाहिँ छिटै पोल्दो रहेछ हो गाइस। अन्त यहाँ हुनुहुन्छ 1-2 जना भाइहरू फेरि भन्यो ठगे भाइहरू। सो गुड मर्निङ गाइस, वेलकम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ हामी भालेडुङ्गातर्फको ट्रेकिङलाई सुरु गर्न आँटिरहेको छौँ र मेरो साथी विशाल छ, मेरो साथी अनिस, उसको रियल नेम चाहिँ विवेक तामाङ हो, उपर लासाङ आम्मा यता लासाङ जो छ हो। यो चाहिँ हाम्रो खाजा हो 2 टाइमको। आलुदम चाहिँ बनिँदैछ हो। खै आलुदम देखाइदिनु न। आलु उसिन्दैछु ए उसिन्दैछ के भनिदिनु आजको बारेमा भन्दैन अहिले एकछिनबाट भन्छु अहिले भन्ने मुडै छैन क्या हौ। रोटी खोर्सानी कटिङ के भनिदियो ल भन न क्वेसन सोध्नु पर्यो नि त्यसको लागि त आज लु ट्रेकिङ जाँदैछ होइन हामी जान्दैछ के भनिदेऊ न लु। हामी जाँदैछ बिहान उठेर रातभरि रोटी बनाएर हामी
कतिजना हुन्छ 7-8 जना हुन्छ होला त्यहाँ माथि माथि पुगेर जान्नु खुट्टा लागेको चाहिँ हुन्छ माथि पुगेर रातितिर सुत्दै होइन हामी जानुपर्छ कि गाइस आजको बिहानको मिठो सपना चाहिँ मैले के देखेको थिएँ भन्दाखेरि म चाहिँ सुतिरहेको थिएँ अरे गाइस होइन उयो भएको अन्त फेसबुकमा चाहिँ कति $43 को मेसेज आइदिइरहेको थियो अन्त त्यो मेसेज देखेर चाहिँ मैले के सोचेँ भन्दा लु अब त्यो पैसा निकालेर चाहिँ भालेढुङ्गा चाहिँ दामी गर्नुपर्छ भनेर सोचेको थिएँ तर बिहान उठ्दाखेरि सबै त्यो के भन्दा अब खरानी भयो किनभने त्यो चाहिँ जस्ट एउटा मिठो सपना थिएछ हो त्यो सपनाको अर्थ चाहिँ के लाग्यो भन्दाखेरि चाहिँ मलाई चाहिँ अब मैले चाहिँ यसरी नै मिनी भ्लगिङहरू कन्टिन्यू गरिबस्यो भने चाहिँ बादको फ्युचर देखाएको जस्तो लाग्यो के भन्छ केटाहरू के भन्छ जानुपर्छ सो गाइस यहाँदेखि उता चाहिँ अलिक मेरो फोनमा जति पनि त्यो भिडियोहरू मैले सेभ गरेको थिएँ त्यो सेभ गरेको भिडियो चाहिँ अटोमेटिक डिलिट भएछ होइन अन्त र चाहिँ लगाउनु पाएन यहाँदेखि उता चाहिँ यहाँदेखि उता चाहिँ के छ भन्दाखेरि चाहिँ पुरा उयोहरू हिल्लोहरू छ अरे अन्त हामीले स्टे गर्नु लागि एकछिन होइन यहाँनिर चाहिँ अलिक राम्रो हुने रहेछ बस्नु लागि होइन अन्त पर चाहिँ पुरा हिलोहरू छ अरे बाटो अन्त साथीहरू चाहिँ भेला पार्दैछ सेउलाहरू पुरा सिकान आइसक्यो यहाँ चाहिँ केटाहरूले चाहिँ सेउला भेला पार्दैछ हो सुत्नु लाग्यो कि ओछ्याउनु लाग्यो कि बाल्नु लाग्यो कहाँ हो म गर्छु नि किन तर उजले भन्छ है अर्को है ओ दोस्त दामी यहाँ नो फिल्टर निडेड काममा लागौँ त यहाँ तल सब हाम्रो क्याम्प खोज्दैछौँ घरहरू भेला पार्दैछौँ बेलुकाको बिहानको 3:30 भइसकेको छ र हामी चाहिँ एउटा चौतारामा बसेको थियौँ होइन र यहाँदेखि चाहिँ जुन चाहिँ स्याटिस देखिँदो रहेछ तपाईँहरूलाई Hello guys, it's 3 AM and we are heading towards भालेढुङ्गा Our base camp is there. थ्याङ्क यू फर द्याट चौतारा है भनिदेऊ न चौताराको बारेमा कस्तो थियो चौतारा एकदमै दामी थियो खुल्ला जग्गा थियो हो अन्त हामीले एक्स्ट्रा यस्तो तोसक टाइपको पनि मजाले जग्गा पनि पायो त्यो एरियामा See you guys. अहिले चाहिँ हामी के भन्छ घन्टी बजा न बजाउँदैन जस्तो पछाडि पछाडि ए न्युट्री पोइन्ट फाइनली गइस हामी चाहिँ हाम्रो लक्ष्य त आइपुगेको छौँ होइन जहाँ चाहिँ तपाईँले यस्तो यस्तो कुराहरू हुन्छ होइन
के चाहिँ भइदियो अरे है पानी चाहिँ है अनिस ब्याग राख नि यताको घर चाहिँ ए यहीँ होइन हेर्नुपर्ने त ए उपर डाँडा छ त अझै कुन चाहिँ बाटो आएको हामी यो बाटो आएको अझै एउटा डाँडा छ डाँडादेखि चाहिँ त्यो उयो दामी देख्छ प्रेजेन्टिङ भाले